के भयो लाइट हाल्न जानु पर्यो के कहाँ छ तिम्रो माथि ए यहाँ छ अलराइट अब चाहिँ हाम्रो तिहारको लागि छतमा लाइट हाल्ने काम अलमोस्ट सिद्धिसक्यो दिदी लास्ट फाइनल चेक मात्रै गर्दै हुनुहुन्छ र भर्खरै के पड्के आवाज चाहिँ आएको दिदी के पड्के थाहा भयो यहाँ लाइट हाली भयो यो लाइन पुरै लाइट हाली भयो अब उयो बादलिङ चाहिँ लाइट हाल्न बाँकी छ त्यसपछि वेयर डन अलराइट म चाहिँ हिजो काठमाडौँबाट आएँ धादिङ आएँ एन्ड भ्लग बनाउन पाएन किनकि सब हतार भइरहेको थियो हतारमै निस्कि एन्ड अहिले चाहिँ हाम्रो यता धादिङ घरमा लाइट हाल्ने काम भइरहेको छ ब्रदर लाइट हाल्दै हुनुहुन्छ अनि अलमोस्ट सिद्धिसक्यो काम तर म चाहिँ ढिलो उठ्या भएर म अहिले केही क्याप्चर गर्न पाएन अलिअलि सानोतिनो क्लिपहरू खिचेको छु ओके अब चाहिँ हाम्रो घरमा लाइट हाल्ने काम सिद्धिसक्यो कस्तो तिहारवाला भाइब छ आएन त दिउँसो चाहिँ यार कसै थाहा हुन्छ ओके अहिले चाहिँ रातिको कति बज्यो 8:30 रातिको 8:30 त्यस्तै बजेछ अहिले चाहिँ हामी बजारमा के कस्तो माहौल छ भनेर हिँड्न निस्केका छौँ अनि कता कता देउसी पनि खेलिरहेको छ अरे सो लेट्स गो
अहिले चाहिँ म रिदमको घरतिर आएको छु अनि रिदमको घरतिर रमाइलो छ यता झिलिमिली सिलिमिली हालेको छ राम्रो छ अनि रिदमले चाहिँ भर्खरै के पड्कायो तैँले बाल धवन भन्नु बाल भवनमा मेरो त साथै गयो होइन अनि अहिले चाहिँ हामी कहाँ जानला देउसी भएर जाने घुम्ने यसो घुम्ने के भइरहेछ हेर्ने अनि रिदमको चाहिँ यहाँ अहिले के पाकिरा अनर्सा के अनर्सा के हो के अनर्सा के हो त्यो भने रोटी नै एक एउटा एक प्रकारको रोटी हो अरे मैले चाहिँ खिच्न पाइन्छ कि पाइँदैन त्यहाँ पाइहाल्छ नि अफकोर्स पाइन्छ ओके रिदमको चाहिँ त्यहाँ खिच्न पाइन्छ यसो म देखाउँछु है त यो अनरसा बनाउँदैछौँ हामी हजुर अनि यो सादा पिठोमा अनि चिनी राखेर बनाइन्छ यसलाई चिनी रोटी पनि भनिन्छ बाबु चिनी रोटी चिनी रोटी पनि भनिन्छ अनरसा भनिन्छ बाहुनहरूको चाहिँ विशेष गरेर नभई हुँदैन तपाईँहरूको चाहिँ अन्डा चाहिन्छ भने हाम्रो चाहिँ अनरसा चाहिन्छ यो हरेक पूजामा बनाइन्छ कि तिहारको समयमा मात्र विशेष गरेर विवाह वर्तमानमा हजुर तिहारमा चाहिँ अनिवार्य